नमस्ते टसिदेलेक फ्यापुला छ्याजलो म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आजको यो भिडियो भने भाडोको 3 दोषहरु भनेर मैले यसको नाम लेखेको छु है। अब त्यो के हो भनेर चाहिँ म एउटा एउटा गरेर भन्ने छु। र अब हामीले लामा गुरुहरुबाट हामीले धर्मको कुराहरु धेरै सुन्ने गर्छौं हामीले हैन। चाहे त्यो लामा गुरु होस् या चाहे अब आफ्नो घरको समाजको गाउँको ठुलो मान्छेहरु होस् है, उहाँहरुबाट हामीले अब राम्रो राम्रो कुराहरु धेरै सुन्ने गर्छौं नि हामीले। चाहे अब फेसबुकबाट आजकल अब फेसबुकमा भिडियोहरु हाल्छन् है, जस्तै मैले अब युट्युबमा भिडियो हाल्छु त्यहाँबाट होस् है। र हामीले अब धेरै जग्गाबाट चाहिँ हामीले तपाई मात्र हैन अब म पनि हामीले चाहिँ धर्मको कुराहरु राम्रो कुराहरु हामीले सुन्ने गर्छौं। तर अब सही तरिकाले कसरी सुन्ने भनेर चाहिँ आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई त्यसको बारेमा भन्ने छु है। किन भन्दाखेरि कतिमै के हुन्छ भन्दाखेरि हामीले कसैले केही भनिरहेको छ भने पनि हामीले अन्तिममा गएर हामीले आज त के भने मैले केही पनि बुझेन भन्ने पनि हुन्छ है। गुरुले के भन्नुभयो, टिचरले के भन्नुभयो केही थाहा नआउने त्यस्तो पनि हुन्छ। र कुनै बेला सुनेको जस्तो लाग्छ, बुझेको जस्तो लाग्छ तर मनमै बस्दैन। अब सुन्नु त सुने है, सुनेको जस्तो लाग्छ, बुझेको जस्तो लाग्छ तर अन्तमा गएर याद गर्ने बेला मनमा केही हुँदैन। र कति अब कुनै बेला चाहिँ कस्तो हुन्छ भन्दाखेरि फेरि एउटा राम्रो कुरा पनि सुन्ने तरिका नमिलेर चाहिँ नराम्रो भइजान्छ, त्यस्तो पनि हुन्छ। हजुर, अनि त्यो चाहिँ अब यो भाडोको 3 दोषहरु भनेर हामीले टिबेटनमा हामीले न्येकी केन्सुम भन्छन् है, त्यसको बारेमा चाहिँ म भन्ने छु है। अब किनभने हामीले धर्मको कुराहरु यानी प्रवचनहरु सुन्ने बेला चाहिँ यो 3 वटा यो भाडोको 3 दोषहरु चाहिँ हामीले धर्मको प्रवचन सुन्ने बेला चाहिँ यो 3 वटा दोषबाट चाहिँ हामी मुक्त हुनुपर्छ। अनि मात्र हामीले गुरुले भनेको कुरा हामीले बुझ्ने, गुरुले भनेको जस्तो हामीले पालना गर्न सक्ने, हजुर त्यस्तो हुन्छ है त। र भाडोको 3 दोषहरु, अब यो भाडो चाहिँ एउटा उदाहरण राखेको हो नि त है। भाडो जसै मानौं अब पहिलो अब भाडोको 3 दोषहरु के हो भन्दाखेरि उल्टो भाडो जस्तो दोष, भाडो उल्टा राखेको जस्तो दोष है। र अर्को चुहिने भाडो जस्तो दोष, भाडो चुहिने हुन्छ नि पाल पारेको फुटेको। र अर्को विष मिसिएको भाडो जस्तो दोष है, भाडोमा विष मिसिएको छ भने त्यसले के असर गर्छ। हजुर, यस्ता 3 वटा दोषहरु छन्। र पहिलो थियो उल्टो भाडो जस्तो दोष। अब यसलाई अब यसको अर्थ के रहेको छ भन्दाखेरि अब ध्यानपूर्वक नसुन्ने दोष है, कानले नसुन्नु है। जस्तै मानौं एउटा तपाईले एउटा भाडोमा अब एउटा ठाउँमा पानी दिइरहेछ अरे है, एउटा ठाउँमा पानी दिइरहेछ र आफुलाई पानी पनि चाहिन्छ र आफू भाडो आफ्नो भाडो जे छ त्यो लगेर हामी पानी थाप्न गयौं। तर हामीले भाडोलाई उल्टो पारेर राख्दियो भने के हुन्छ हैन र। आफूलाई त्यहाँ पानी दिइरहेछ, आफूलाई पानी चाहिरहेको छ तर आफूले थाप्ने भाडो चाहिँ हामीले उल्टा थापिराखेको छौं भने त्यो पानी त जति नै पानी दियोस् त्यो पानी त त्यो भाडो भित्र जाँदैन नि हैन र। पानी दिने मान्छेले जति पानी दियोस्, तपाईलाई पानी चाहेको एउटा मन जति नै होस् तर थाप्ने भाडो नै उल्टा थाप्यो भने त्यसमा त पानी पस्दैन नि। त्यसैगरी
धर्मगुरुले धर्मको कुरा गर्नु भइरहेको, प्रवचन दिनु भइरहेको, राम्रो कुरा गरिरहे तापनि, तपाईलाई राम्रो कुरा जान्नु मन भए तापनि यदि तपाईले ध्यानै दिनु भएन भने, है, ध्यान दिएर सुन्नु भएन भने गुरुले के भन्यो, टिचरले के भन्यो, त्यो त तपाईलाई थाहै हुँदैन नि। हो, त्यो चाहिँ ध्यानपूर्वक नसुन्नु भनेको चाहिँ पहिलो भाँडोको दोष हो भनेर भन्नुहुन्छ, है त। भाँडोको 3 दोषहरू मध्ये पहिलो दोष उल्टो भाँडो जस्तो दोष, यानि ध्यानपूर्वक नसुनेको दोष, है। यो चाहिँ हामीले हटाउनु पर्यो। अब अर्को भाँडोको दोष, दोस्रो भाँडोको दोष के छ भन्दाखेरि चुहिने भाँडोको दोष, चुहिने भाँडो जस्तो दोष। अब यसको अर्थ भन्नुपर्दा मनमा नराख्ने दोष, है। अब सुनेको कुरा मनमा नटिक्नु, है, पाल परेको भाँडो जस्तो। जस्तै पाल परेको भाँडोबाट अब भाँडो त थाप्यो, तर भाँडो नै पाल पारेको छ भने त्यहाँबाट त पानी सबै चुहिएर जान्छ नि त, हैन। पानी दिने मान्छेले पानी दिइराखेको छ, तपाईलाई पानी थाप्नु पनि मन छ, पानी पिउनु पनि मन छ, पानी चाहिन्छ। भाँडो पनि उल्टो नपारी भाँडो पनि राम्रो तरिकाले थापिराखेको छौँ। भाँडोमा पानी त पसिराखेको छ, तर भाँडोमा पानी टिकेको छैन, है। किन भन्दा त्यसमा पाल परेको छ, त्यो फुटेको छ, चर्केको छ र त्यहाँबाट पानी चुहिरहेको छ। अब चुहिने भाँडो त काम लागेन नि। पानी जति नै थापुन् तपाईले एकछिनको लागि बस्ला, तर अन्तिममा गएर त्यो चुहिजान्छ, त्यसमा पानी टिक्दैन। त्यस्तै गरी अब धर्मपूर्वक अब ध्यान दिएको जस्तो गरेर सुने तापनि मनमा राखेन भने चाहिँ त्यो धर्मको कुराहरू, प्रवचनहरू, त्यो राम्रो कुराहरू चाहिँ सबै चुहिने भाँडोबाट पानी चुहेर गएको जस्तै तपाईको मनबाट पनि त्यो धर्मको कुराहरू सबै हराइजान्छ, नबसेर मेटिजान्छ भनेर त्यो चाहिँ त्यही भएर चाहिँ मनमा राख्नु पर्यो, है। त्यो मनमा नराख्ने दोषबाट चाहिँ मुक्त हुनु पर्यो, है त। र अब तेस्रो भाँडोको दोष के छ भन्दाखेरि विष मिसिएको भाँडो जस्तै। यो चाहिँ सबभन्दा हामीले ध्यान दिनुपर्ने, सबभन्दा हामीले ख्याल राख्नुपर्ने चाहिँ यो। अब यसको अर्थ भन्नुपर्दा यो विष मिसिएको भाँडो जस्तो दोष भनेको चाहिँ के हो भन्दाखेरि क्लेश र दोषसँग मिसिएको हो, है। एउटा मानव जस्तै अब एउटा भाँडोमा चाहे तपाईले पानी हाल्नुस्, है, शुद्ध पानी हाल्नुस्, अथवा एउटा राम्रो खाना, मिठो खाना नै हाल्नुस्, एउटा फलफुलै हाल्नुस्, जे भए पनि हाल्नुस्, हैन। र यदि त्यो भाँडोमै विष मिसिएको छ भने, विष यानि पोइजन, हैन, विष मिसिएको छ भने तपाईले हाल्ने पानी, तपाईले त्यो भाँडोमा हाल्ने पानी, खाना, फलफुल जति नै राम्रो होस्, त्यो भाँडोमा भएको विषसँग मिसिएपछि त्यो खानेकुरा पनि विष भएर जान्छ नि त, हैन र। त्यसै गरी एउटा धर्मगुरुले अथवा एउटा शिक्षकले, टिचरले जति नै राम्रो कुरा गरून्, है, जति नै धर्मको कुरा गरून्, जति नै एउटा प्रवचन दिउन्, यदि हामी सुन्ने मान्छेको मनमा चाहिँ अहंकार, नराम्रो भावना, है, कसैलाई हानि पुर्याउने सोच त्यस्तो छ भने त्यो राम्रो खानालाई विष मिसिएको, पोइजन भएको भाँडोमा हालेको जस्तै हो भनेर भन्नुहुन्छ। यो चाहिँ सबभन्दा हामीले ध्यान दिनुपर्ने। अब प्रवचनहरू सुन्दा होस् या अब जुनैसुकै धर्मको कार्य गर्दा पनि आफ्नो मनलाई चाहिँ, आफ्नो मनमा भएको अहंकार, नराम्रो भावना, है, नराम्रो सोचहरूलाई चाहिँ हामीले मेटाउनु पर्यो। यदि त्यो मेटाएनौँ भने हामीले धर्मको कार्य, धर्मको काम, पुण्य कमाउने काम जस्तो सुकै गरून्, धर्मको प्रवचन जस्तो सुकै सुने पनि त्यो सबै एउटा
विषसँग मिसिएर जान्छ र त्यो नराम्रो भइजान्छ भनेर म भन्दैछु तपाईहरुलाई है। र यो चाहिँ अब हामीले यो 3वटा दोष चाहिँ हामीले याद राख्नु पर्यो है। भाडोको 3 दोषहरु चाहिँ हामीले याद राख्नु पर्यो। हामी अब चाहे त्यो युट्युब फेसबुकबाट अब धर्मको कुराहरु सुन्ने होस् या अथवा कसै गुरुहरुले कुनै ठाउँमा गुरुहरुले प्रवचन दिनुहुन्छ त्यहाँ गएर सुन्दा होस् है, त्यो बेला चाहिँ हामीले यो 3वटा दोषबाट चाहिँ मुक्त हुनु पर्यो है। मैले अब धेरै ठाउँमा देखेको कि जस्तै हाम्रो यहाँ लाभा गुम्बामा पनि अब वर्षमा एकचोटी बुद्ध जयन्ती भन्ने आउँछ हैन। त्यो बुद्ध जयन्तीमा चाहिँ हामीले यहाँ लाभा गुम्बामा के गर्छौं भन्दाखेरि चाहिँ हामीले एउटा त बुद्धको पुस्तक युम, अस्ति मैले भिडियो बनाएको थिएँ, युम भन्छन् है, बुद्धको पुस्तकहरुलाई हामीले बजार अब लाभा बजार पुरै घुमाउँछौं है। त्यसको कारणहरु के हो भनेर त्यसको पनि म भिडियो बनाउने छु। र त्यो घुमाएर चाहिँ लाभा गुम्बामा फर्किआएर चाहिँ गुम्बामा के गर्छ भने वाङ हुन्छ, अभिषेक है। त्यो वाङ दिने बेला चाहिँ हाम्रो लाभा गुम्बाको गुरुजीले सधैँ प्रवचन दिनुहुन्छ, धर्मको कुरा गर्नुहुन्छ। अब लाभा गुम्बामा बुद्ध जयन्ती भनेको अब बुद्धिस्टहरुको लागि, बुद्ध धर्म मान्नेको लागि बुद्ध जयन्ती जस्तो ठूलो दिन केही छैन है त। त्यो कुरा हामीले बुझ्नु पर्यो। बुद्ध जयन्ती जस्तो ठूलो दिन केही छैन र त्यो दिनमा तपाईले धर्मको कार्य, धर्मको काम, पुण्य कमाउने काम एउटा गर्नुभयो भने पनि त्यो लाखौं गुना बढ्छन् भनेर भन्छन्। किनभने त्यो दिन चाहिँ एकदमै खास भयो नि त, बुद्ध जन्मेको दिन भयो नि त। र त्यो दिनमा चाहिँ धर्मगुरुले, हाम्रो लाभा गुम्बाको धर्मगुरु रिम्पोछेले चाहिँ धर्मको कुरा यानी प्रवचन दिने गर्छन्। तर र लाभामा त्यो बुद्ध जयन्तीको दिन मानौ 3000 जस्तो मान्छेहरु आउँछन् होला है, ठाउँबाट मान्छेहरु आउँछन्, 3000 जस्तो आउँछन्। तर हाम्रो रिम्पोछेले त्यो धर्मको प्रवचन यानी धर्मको कुरा गर्ने बेला यो जुन मैले भाडोको 3 दोषहरु भने, ध्यानपूर्वक सुन्ने है, मनमा राख्ने है, र मनमा अब दोष नहुने, त्यो चाहिँ एकदमै कमै हो। किनभने धेरै जस्तो अब त्यहाँ धर्म अब रिम्पोछेले प्रवचन दिनुहुन्छ, धेरै जस्तो मान्छेहरु कुरा गरिरहेको, फोटोहरु खिचिरहेको है, हल्ला गरिरहेको त्यस्तो हुन्छन्। त्यो चाहिँ हामीले एकदमै ध्यान राख्नु पर्यो कि हामीले त्यस्तो गर्नु भएन है। आफूले बुद्ध जयन्ती जस्तो दिनमा एउटा गुम्बामा आइसकेपछि सकेसम्म गुम्बादेखि निस्किने बेला अरूको दिनहरु भन्दा भिन्न एउटा महसुस गर्न सक्नु पर्यो है। आज मैले एउटा राम्रो लुगा लाएर फोटो खिच्नु त्यस्तो मात्र हैन कि, गुरुको दर्शन गर्नु मात्र हैन कि, त्यो गुरुबाट मैले एउटा मनमा आफूले आफ्नो मनमा फाइदा हुने एउटा कुरा पनि त मैले सुन्न पाएँ भन्ने एउटा हुनु पर्यो नि त। त्यस्तो भयो भने चाहिँ त्यो बुद्ध जयन्तीको दिन चाहिँ सबभन्दा राम्रो भयो नि त तपाईको लागि है। हजुर, अनि अब त्यसैले अब हाम्रो लाभामा मात्र हैन, यो बुद्ध जयन्ती अब आउन लागेको छ है। 2-3 हप्तापछि बुद्ध जयन्ती आइहाल्छ। मे महिनाको 1 तारिक परेको छ है। त्यो दिन चाहिँ हामीले धर्मको तपाईहरुले कतै अब रिम्पोछेहरुकोमा दर्शन गर्न जानुभयो भने पनि अब त्यहाँ प्रवचन दिनुभयो भने त्यो बेला यो 3वटा दोषबाट मुक्त भइकन चाहिँ त्यो धर्मको प्रवचनहरु सुन्नु होला भनेर म अनुरोध गर्दछु है। र यो चाहिँ थियो भाडोको 3 दोषहरु भनेर त्यसको बारेमा भिडियो बनाएको मैले। र भने यसै गरी म धर्म सम्बन्धित अरु भिडियोहरु बनाउँदै गर्नेछु है। र तपाईहरुलाई नि धर्म सम्बन्धित कुनै विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। र यो भिडियोलाई सकेसम्म लाइक, शेयर, कमेन्ट गरिदिनु होला। र मेरो युट्युबलाई सब्स्क्राइब गरिदिनु होला। र हस् त अनि अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। टसितेलेक।